साथीहरु स्वागत छ आजको यस नेप्से अपडेट युट्युब च्यानलमा। यस च्यानलमा नयाँ हुनुहुन्छ भने यस च्यानललाई लाइक शेयर र सब्स्क्राइब गरेर छेउमा रहेको घण्टी बटनलाई दबाएर यस च्यानलमा आउने नयाँ भिडियो सबैभन्दा पहिला हजुरले हेर्न सक्नुहुनेछ। र कुरा गरौँ आज यस गार्डन माइक्रो लाइफ इन्स्योरेन्सको बारेमा। नेप्सेमा लिस्टेड भएदेखि 19 सम्म लगातार सर्किट हानेको यस कम्पनीले आज 20औं दिन भने सर्किट हान्न सकेको छैन। अब हजुरहरुलाई लागिरहेको होला यस कम्पनी लगातार सर्किट हान्दै आइरहेको यस कम्पनीमा आज चाहिँ किन सर्किट लागेन भनेर हजुरहरुको मनमा पनि जिज्ञासा भएको होला। त्यसैले यो भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला। आजको यस कम्पनीको लास्ट ट्रान्ज्याक्सन प्राइस 2000 रहेको छ भने यस कम्पनी चाहिँ 2000 क्रस गर्न चाहिँ सकेको छैन। आजको दिनको कुरा गर्नु पर्दा चाहिँ आजको चाहिँ भोल्युम थोरै आए पनि यस कम्पनीले आज सर्किट हान्न सकेन, किनभने आज यस कम्पनीमा चाहिँ सेलिङ प्रेसर धेरै देखिएको छ। आज चाहिँ यस कम्पनीमा 1,57,000 किताको भोल्युम आएको छ भने हिजोको भन्दा चाहिँ यो आज धेरै नै थोरै रहेको छ। अब हजुरहरुलाई लागिरहेको होला भोलि होल्ड गर्ने कि सोल्ड गर्ने भनेर। अब हजुरहरुले राखेको टार्गेट मिट भइसकेको छ भने चाहिँ यस कम्पनीलाई हजुरहरुले अब आफ्नो विचार गर्न सक्नुहुनेछ। अब यदि हजुरहरुले राखेको टार्गेट मिट भएको छैन र यस कम्पनीलाई अझै बढ्छ जस्तो लागिरहेको छ भने चाहिँ यस कम्पनीलाई चाहिँ हजुरहरुले होल्डै गर्नु होला। अब कुरा गरौँ यस कम्पनीको टप होल्डिङ र टप सेलरको रूपमा रहेका छन्। टप होल्डिङमा रहेको छ भने ब्रोकर नम्बर 55 रहेको छ भने टप सेलरको रूपमा रहेको छ 55 नै रहेको छ। यदि यस कम्पनीको हजुरले आइपिओ नै परेको छ भने चाहिँ हजुरहरुले अब होल्डिङ गर्दा पनि भयो, अब हजुरहरुले राखेको टार्गेट मिट भएको छ भने बेच्दा पनि भयो। तर अब यस कम्पनीमा नयाँ लगानीकर्ता आएर किन्दै हुनुहुन्छ भने चाहिँ यसमा चाहिँ रिस्कै देखिएको छ, किनभने यस कम्पनी लगातार सर्किट हानेर माथि गइसकेको देखिएको छ। न्युजका अनुसार हेर्नुपर्दा चाहिँ यस कम्पनी चाहिँ अब बढ्ने नै देखिएको छ, तर पनि नेप्सेमा धेरै गिरावट आएको कारण चाहिँ अब यस कम्पनी के हुने हो भन्ने मान्छेहरुलाई अनमनमा भएका छन्। अब कुरा गरौँ साथीहरु भोलिबाट खुल्दै गरेको यस ओम मेगासिरी फार्मास्युटिकल लिमिटेडको आइपिओ चाहिँ सबैजनाले भर्नु होला र 10 किता भन्दा बढी आवेदन चाहिँ नदिनु होला, किनभने अहिलेको आइपिओमा चाहिँ धेरै ओभर सब्स्क्राइब भएको कारणले गर्दाखेरि 10 किता नै बाड्ने गरेको देखिएको छ। हस्त साथीहरु अब आजको लागि भिडियो यति नै। अब भोलिको भिडियोमा भेटौँला। यस च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने चाहिँ फेरि सब्स्क्राइब गर्न अनुरोध गर्दछु। धन्यवाद।